पूर्ण शमशेरले हतियार फिर्ता लिनुभयो। बीपी जेल गणेशमान जेलमा हुनुहुन्थ्यो। त्यस बखत नेपाली काङ्ग्रेस यहाँ चितवन 18 सालको जुन सशस्त्र विद्रोह गर्यो काङ्ग्रेसले, चितवन कब्जा गर्यो, त्यो फिर्ता भएपछि बखान सिंहको गुरुङको घरमा आगो लाग्यो। धेरै मान्छे मारिए। र मान्छे काङ्ग्रेस भन्न डराएर जो काङ्ग्रेस हुन् उनीहरूले पनि काङ्ग्रेस होइन, म होइन, म सामान्य किसान हुँ, के हुँ भनेर ज्यान जोगाउने अवस्था थियो। कोही तयार थिएन। त्यस्तो बखतमा हामी जस्ता थोरै मान्छे एक थरी जेलमै थिए, अर्को थरी प्रवासमा थिए भागेर। हामी जस्ता थोरै मान्छे प्रवास पनि नजाने, जेलमा बसे पनि छुटेर फेरि घरै आएर घरै बस्ने। र त्यसमा केही जस शिक्षकहरूलाई पनि दिनुपर्छ। केही शिक्षकहरू पनि पार्टीमा गोप्य रूपमा, तर शिक्षकहरू पनि दुई थरी थिए। वामपन्थीहरूलाई अलि छुट थियो। वामपन्थी शिक्षकहरूलाई खुल्ला सङ्गठन गर्न यहाँ चितवन यो वीरेन्द्र कलेजमा प्रिन्सिपल हुनुहुन्थ्यो आनन्ददेव भट्ट। उहाँले सोझै चाहिँ नि किमिलसम्मका किताबहरू पढाउनुहुन्थ्यो विद्यार्थीहरूलाई, ट्युसन पढाउने न्युमा। तर उहाँलाई प्रशासनले देख्दैन थियो। म जस्ता मान्छेलाई म त 5 पटक जेलै बसेको छु। अब हिरासतको त हिसाब छैन, 100 पटकभन्दा बढ्दा भयो होला। र त्यस्तै मेरो पुस्ताका केही साथीहरू हुनुहुन्थ्यो। हामीले म गाउँ पञ्चायतको प्रधान पञ्च पनि भएँ। तर म प्रधान पञ्च भएपछि मलाई सङ्गठन गर्न झन् सजिलो भयो। किनभने प्रशासनकोले मलाई काङ्ग्रेस त भन्थ्यो, तर म भन्थेँ म प्रधान पञ्च भइसकेका मान्छे कसरी काङ्ग्रेस हुन्छ? काङ्ग्रेस भन्ने प्रशासनको मान्छे हुनुभएको थियो। म कसरी काङ्ग्रेस हुन्छ? लौ त भन्, देखाउ त प्रमाण। अब उनीहरू एकजना मुक्ति प्रसाद काफ्ले, मुक्ति काफ्ले भन्ने चाहिँ सिडिओ भएर आउनुभएको थियो। तपाईँलाई प्रमाण चाहियो? मसँग थुप्रै छन् प्रमाण भन्थे उनले चाहिँ नि। उनी अलि भद्र थिए, त्यति मुखले भने पनि थुनिहाल्दैन थिए। अरू त्यस्ता थिएनन्। त्यस बखत चाहिँ नि यहाँ नारायण शर्मा पौडेलको अध्यक्षतामा पार्टीले एउटा तदर्थ समिति बनायो चितवनमा, जिल्ला तदर्थ समिति। त्यो अलि चल्न सकेन, किनभने एकै नासका हाम्रो रामकृष्णजी हुनुहुन्छ, उहाँ भयो, केदार कोइराला भयो, रामचन्द्रको शिक्षकहरू धेरै भएर बनेको। सबै एकै स्तरका। नारायणलाई चाहिँ सभापति मान्न चाहिँ त्योभन्दा हामी के कम भन्ने खालका नचले। गिरिजा बाबुले चाहिँ नि स्याङ्जाबाट जमान सिंह गुरुङलाई बोलाएर तदर्थ समितिको जिम्मा दिएर अनि म त्यसमा सचिव बने। निकै गोप्य रूपमा हामीले चलायौँ त्यो सङ्गठन। गैँडाकोटमा चाहिँ नि सूर्यभक्तजीहरू माइनट पक्रिएर भाग हुनुभयो, जेल बस्नुभयो। तर म सचिव भएको हुनाले त्यो मैले त्यो हुन दिइनँ। मैले चाहिँ बचाएँ त्यो सबै। कोही केही शङ्काको भरमा पक्रेर थुने, प्रमाण पाएनन्। यसै गर्दा गर्दै म प्रधान पञ्च भएपछि त म जस्तै धेरै साथीहरू आए। तिनीहरूको सहयोगमा केन्द्रीय सरकारलाई नै धक्का दिन थाल्यौँ हामी। यहाँ सिडिओ अफिसमा अञ्चलाधीश आएर भाषण गर्न थाल्यो भने हामी इसारा गरेर सबै बाहिर चौरमा गएर गफ गरेर हाँसेर बसिदिन्थ्यौँ। गाउँ फर्केका मान्छे आए त्यसै गरिदिन्थ्यौँ। गाली गर्थे उनीहरूले, हाम्रो जरुरी काम पऱ्यो त भनेर चाहिँ उनीहरूलाई चाहिँ हामी जवाफ दिन्थ्यौँ। यसरी यहाँ चाहिँ नि काङ्ग्रेस विचार भएका मान्छेहरू, काङ्ग्रेस मान्ने मान्छेहरूलाई काङ्ग्रेस जीवित छ भन्ने पार्न हामी सफल भएका थियौँ। त्यो बेलामा त्यसरी सफल हुनुभयो होइन। शिक्षकहरू पनि परिचालित हुनुभयो। कतिपय शिक्षकहरूको त हजुरको उसमा एउटा उतार गरेर पनि राख्नु भएको छ होइन। अब अहिले नितान्तै लामो समय करिब 10 वर्ष जति भयो होला यो चुनावमा चाहिँ नि तपाईँको यो 2 पार्टी 3 पार्टीसँग एउटा सहजीकरण गरेर गएको अवस्था थियो। अहिले पार्टी एक्लै उठेको अवस्था छ होइन। के पाउनु भएको छ अहिले चितवनको अवस्था, हिजोको र आजको अवस्थामा? हिजोको अवस्था सत्ता प्रलोभनमा फँसेका मान्छेहरू काङ्ग्रेस, यिनीहरूको नेतृत्वमा काङ्ग्रेस पुगेका हुनाले गल्ती गरेका थिए, काङ्ग्रेस मास्ने काम गरेका थिए। अहिले त्यसबाट पार्टीले मुक्ति पाएको छ। अहिले कतिपय काङ्ग्रेसहरू साथीहरूले के भन्नुहुन्छ भने
हिजो हामीलाई किन कहिले हँसे हदौडामा भोट हाल भनेर लगायो, कहिले हलमा भोट हाले भनेर लगायो। अनि त्यसो अब त हामी सधैँ हँसे हदौडा अर्थात् हलमै हालिदिए हुँदैन र भन्ने पनि कुरा गर्न आयो। त्यस्तो वातावरण बनाएको हाम्रै नेताहरूको कारणले हो। मैले त खुलेर विद्रोह गरेँ। गएको चाहिँ स्थानीय तहको चुनावमा मैले चाहिँ नि हामी चाहिँ भोट हाल्दैनौँ, कुनै पनि काङ्ग्रेसलाई भोट दिन्छौँ भनेर जगन्नाथलाई उठाएर भोट दियो। 14-15 हजार भोट चाहिँ नि हामीले काङ्ग्रेसी भोट आयो होला भन्नु, अरू त दिएन होला। भोट आयो हामी त्यसको खिलाफमा, जुन अहिले यो पार्टीको गठबन्धनको विरुद्धमा मैले नेतृत्व गरेर चाहिँ नि विरोध गरेँ। मलाई कारबाही हुन्छ हुँदैन भनेर होइन, कारबाही हुन्छ, तर मैले कारबाही सहेर चाहिँ काङ्ग्रेस सुधार्नुपर्छ भनेर लाग्यो हो। मलाई पार्टीबाट निष्कासन पनि गरेँ मैले। त्यो तिनीहरूसँग मेरो सदस्यता फिर्ता गर भन्न पनि गइनँ, तर पछि के भएछ कुनै फिर्ता गरेँ भन्ने सुन्छु। अहिले सबैलाई माफी गरे भन्ने अब बेला पनि भयो क्यारे होइन? त्यो माफी गर्नुभन्दा पहिले नि फिर्ता भयो भन्ने सुने हो। कारबाही गर्दा पनि मलाई सोधेनन्, मेरो कुनै चाहिँ नि स्पष्टीकरण नलिकन कारबाही गरे अरे भन्ने सुने। कारबाही गरे कुनै कागज पनि दिएनन्। फिर्ता गर्दा पनि मलाई तेरो फिर्ता भयो भनेर नि लेखेनन्, सुन्छु फिर्ता भयो। अब अहिले चितवन 3 नम्बर क्षेत्रमा जुन उम्मेदवारहरू उठ्नु भएको छ होइन, एकजना यो मेयरबाट बिचमा छोडेर आउनु भएको छ नेपाल कम्युनिस्ट पार्टीको, एउटा यो राष्ट्रिय स्वतन्त्र पार्टीको त काठमाडौँको आफ्नो क्षेत्र छोडेर आउनु भएको छ, र काङ्ग्रेसको टेकप्रसाद गुरुङ अहिले अलिक बढी चर्चामा आएको उम्मेदवारहरूमध्येमा उहाँहरू आउनु भएको छ। के छ अहिले, के पाउनु भएको छ टेकप्रसाद गुरुङको बारेमा? अलिकति अगाडिदेखिको कुराहरूलाई थोरै जोड दिनुहोस् न। अनि टेकप्रसाद गुरुङको के कारणले किन टेकप्रसाद गुरुङलाई यहाँका जनताले भोट हाल्ने, त्यो कुरालाई हजुरले अलिकति जोड दिनुहोस् त। टेकप्रसाद गुरुङ अब काङ्ग्रेसका मान्छे हुन्, पार्टीले टिकट दियो। अब तिनीभन्दा अर्को मान्छे पनि देखिया छैन, त्यस कारणले एउटा उनको अलिकति यो जनजाति समूहका पनि परे। जनजातिहरूमा आफ्नो वर्गलाई बढ्ता माया गर्ने परम्परा, पार्टी भन्दा वर्ग बढी हेर्ने परम्परा देखिया छ। अहिलेसम्म त्यो हटिसकेका छैन। त्यस कारणले पनि पार्टीले ठाने होला यिनले व्यक्तिगत भोट पनि थप्लान् भन्ने ठाने होला। अब यो कि अहिले 3 नम्बर क्षेत्रमा यहाँका जनताहरूले काङ्ग्रेसलाई नै भोट हाल्नुपर्ने कारण चाहिँ के? अहिले त 3 नम्बर क्षेत्रमा मात्रै होइन, देशैभरि एउटै कारण हो। प्रजातन्त्र जोगाउनलाई, राष्ट्रियता जोगाउनलाई हामीले भदौ 23 र 24 को आन्दोलन देख्यौँ नि। हजुर, त्योभन्दा अघिल्लो दिनसम्म थाहा थिएन यस्तो उत्पात हुँदो रहेछ। एकै दिनमा पूर्वदेखि पश्चिमसम्म आगो लगाएर सकिँदो रहेछ। यस्तो राष्ट्रिय सङ्कटमा काङ्ग्रेस जस्तो चाहिँ एउटा प्रजातन्त्रवादी पार्टी सत्तामा आए यो नियन्त्रण होला भन्ने चाहिँ आशा हो।